गरिरहेको छौँ क्या उतैको त्यो फुल मन पर्यो फेरि यो फुलको चाहिँ के छ भने नि 10 बजे पनि त्यहाँ ढोकाबाट निकालेन क्या अनि मलाई कस्तो रिस उठिरहेको छ तपाईँसँग त्यस्तो गर्नु हुँदैन नि मान्छेलाई यार बाटो हिँडिराखेको मान्छेलाई के गरे यार यहाँ रोक एक राउन्ड त हान्नु भन्छ नि त अनि कुरा गर्नु पर्यो न जब परसम्म झिक्नु न यहाँदेखि परसम्म अनि कति त झिक्ने हो र ए भगवान् कति छैन यतिलाई म यहाँ माथिबाट चढ्दिनँ किनभने होला म लडाइदिन्छु यहाँ धेरै डिस्टर्ब गर्छ है गाइज स्पेसल गेस्ट भनेर चाहिँ स्पेसल दिदी हुनुहुन्छ होइन बिहानको 7 बजेदेखि जाम भनेको 10 बजे चाहिँ बल्ल बल्ल हिँड्नु भएको छ म चाहिँ हाई एभ्रिवान वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ म छु मसँग हुनुहुन्छ नाम भन्नु न चाहिँ नाम नभएको मिस पमी हुनुहुन्छ मसँग ल अब चाहिँ हामी बल्ल पो भएछ त भिडियो त गाइस अब हामी जाँदैछौँ है म्यारिड होटल है के तारे भन्ने त्यसलाई 5 तारे होटल तर्से पनि यार तर्से हौ म त स्टिच हुनुपर्ने क्या लट छ अरे अनि म चाहिँ एउटा कुरा के भन्छु भने नि आज चाहिँ म उठेको 7 बजे आज चाहिँ स्पेसल के अरे गुड स्याटरडे हो क्या अनि म उठेको चाहिँ 7 बजे अनि दिदी उठेको तपाईँ कति 6 बजे कि 5 बजे उठ्यो 6 बजे उठेको मान्छे म 7 बजे उठेको मान्छे होइन म घुम्न जाऊँ भनेर रेडी भएको 8 बजे होइन तर मलाई दिदीले चाहिँ के अरे कति बजे जायो भने 10 बजे पनि त्यहाँ ढोकाबाट निकालेन क्या अनि मलाई कस्तो रिस उठिरहेको छ तपाईँसँग त्यस्तो गर्नु हुँदैन नि मान्छेलाई यार बाटो हिँडिराखेको मान्छेलाई के गरे यार यहाँ रोक्नु लागिरहेछ के गरे यार आयो हेर्नु है म चाहिँ हामी चाहिँ यही फुल हेर्न आएको यस्तो छ होइन हामी चाहिँ यो कसरी भिडियो खिचेछु म तपाईँहरूलाई देखाउँछु ल साथी अनि हामीले भिडियो चाहिँ भिडियो चाहिँ हामीले यसरी गरिरहेको छौँ क्या उतैको त्यो फुल मन पर्यो फेरि यो फुलको चाहिँ के छ भने नि अब रुख छेउमा गयो भने चाहिँ त्यो हुन्छ कि माथि फोटै राम्रो आउँदैन अनि टाढाबाट खिच्नुपर्छ अनि यसरी खिचेको नि त्यो राम्रो लागेर हामीले त्यस्तो केही गल्ती त गरेको छैन नि यसरी खिचेर यसरी गर्नु पऱ्यो चाहिँ ऊ त्यो फुल राम्रो देखेर दिदीले अब दिदीलाई कि फेरि के हुन्छ भने उसलाई त्यो फोटो भिडियो खिचेर उसलाई जिन्दगीमा अगाउँदैन कस्तो मलाई उसँग एउटा नुडल्स खानु पस्यो भने पनि उसलाई चाहिँ 10 मिनट चाहिँ त्यो फोटो भिडियो खिच्ने लाग्छ क्या अब हेर्ने तपाईँहरूलाई म देखाउँछु यो दिदीको चाला अब मलाई कहाँ के भन्छ है म ऊ त्यो अलिकति अगाडि हामी फोटो खिचिरहेको थियौँ होइन यहाँ नजिक अनि फेरि यहाँ एकछिन भनेर रोक्यो होइन अब फेरि ऊ जाँदै हुनुहुन्छ होइन अब मैले हिँडौँ भने एकछिन भनेर म देखाइहाल्छु नि तपाईँहरूलाई यो दिदीको चर्तिकालाई दिदी कहाँ पुगिसक्नु भयो मलाई छोडेर मेरो मतलब छैन दिदीलाई मेरो मतलब छैन क्या ऊ हेर्दैछ यता तर मैले चाहिँ काठमाडौँमा धेरै पहिले बसे पनि मैले यो जुन यो फुल फुल्ने समयमा चाहिँ म बसेको थिइनँ कि यो यस्तो फुल फुल्ने समयमा त्यही भएर एकदमै रमाइलो लाग्छ हल्का बास्ना पनि आउँदो रहेछ दिदी जाउँ नखिचौँ है खिचौँ न किन हौ नखिच्नु के तपाईँको धेरै राम्रो भइसक्यो भयो जाम के ओ दिदी जाम के अब मलाई मनै परेन देख्नु हो त कस्तो गर्नुहुन्छ उता पनि अब यताको हाँगाको अब एउटा हाँगा पनि छुट्नु हुँदैन क्या दिदीले भिडियो गर्दा चाहिँ त्यस्तो छ क्या मलाई चाहिँ अलिक गर्मी फिल हुन्छ क्या फेरि जहाँ गए पनि एकदम धेरै गर्मी हुन्छ अलिक यसो शीतल छ नि गर्मी भइसक्यो खै हातै भेटाइन त भयो लु हेलो
जाम ल दिदी किन जाम कि अब जाम जाम ल अब यताबाट के कताबाट छिटो हुन्छ उतैबाट जाउँ न यताबाट जाउँ ल अब हामी एक राउन्ड त हान्नु भनेको छ नि त अनि कुरा गर्नु पऱ्यो नि आउनु न जाउँ होइन यसले परसम्म झिकौँ न यहाँदेखि परसम्म अनि कतिवटा झिक्ने हो र ए भगवान् कतिवटा झिक्ने हो कि हिँड्नु न छिटो कस्तो होला अब चाहिँ हामी यहाँबाट निस्किनु के कस्तो ठिकै आयो फोटो भिडियो ठिकै आएको छ अब चाहिँ जाने तर हामीले चाहिँ के अरे कस्तो यो हाँगा थोरै मलाई भाँचेर फोटो खिच्न मन लाग्यो तर यति अग्लो अग्लो छ क्या यो राम्रो राम्रो फुलहरू भएको रुख चाहिँ किन अग्लो अग्लो हुन्छ होला क्या अलिक होचो हुनु नि त्यो विदेशतिरको हुन्छ नि त्यो खोइ कुन कुन फुल हो कति त्यस्तो फुल उनीहरू त्यो विदेशतिर चाहिँ होचो होचो हुन्छ अनि उनीहरूले यसरी घुमेर भिडियो बनाउँदा पनि उनीहरूको चाहिँ के अरे ऊ हुन्छ क्या उनीहरू यहीँ अनुहारमै आउँछ नि कस्तो राम्रो आउँछ हाम्रो चाहिँ यो 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 बारमा चढेर टिप्न खोज्यो भने पनि हुँदैन क्या कम्प्लेन गरे हो बहिनी कसलाई हौ मैले रुखलाई कम्प्लेन गरेको किन यो रुख अग्लो अग्लो भयो त नि रुख यो अग्लो भयो नि त अनि अब हाम्रो मलाई फोटो खिच्नु नि आएन अब यत्रो अग्लोमा कसरी फोटो खिच्नु ल ल ल ल बनाइदिन्छु ल्याउनु अब एउटा लास्ट हो रे अनि जाने हामी यति समात्ने मात्रै ल मैले समात्दिएँ मात्रै साथीहरू ल आफै आउनुहुन्छ अरे दिदी कति ज्ञानी दिदी छ अब हेर्नु है म यो समात्ने मात्रै हो म चाहिँ क्यामेराम्यान हो म यस्तै मात्र हजुर यस्तो भयो भइरहेछ राम 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 सकिँदैन साथीहरू पुग्यो अब जाने है ल उहाँको नि भ्लग स्टार्ट भइसक्यो साथीहरू मेरो भ्लग त बनाउनु पऱ्यो नि होइन अब म त स्कुटर निकाल्छु होइन यतिलाई म यहाँ माथिबाट चढ्दिनँ किनभने होला म लडाइदिन्छु यहाँ धेरै डिस्टर्ब गर्नु हुँदैन ल म बाई नक्सालको स्पेसल चटपटे पाउने ठाउँ हो दिदी विशेष दाइले यहाँ चटपटे खाना बनाउँदै हुन्छ दिदीले मलाई यहाँ ल्याउनु भएको अनि म छु यहाँ अब हामी चटपटे खान्छौँ चटपटी आयो साथीहरू हामी चटपटी खाना लागेको ल खानु ल ओके म पनि खान्छु अनि हाम्रो चाहिँ यसरी नै आजको दिन चाहिँ बित्यो साथीहरू अनि अब चाहिँ म अफिस जान्छु अनि मेरो ड्युटी छ ड्युटी गरेर म घर जान्छु सो बाई बाई साथीहरू म चटपटी खाएँ कहाँ चस्मा ए भिडियो गरिदिन्छु नि त खिच्नु नि त पानीपुरीको यसलाई के भन्छ त्यसलाई के भन्छ अब चाहिँ हामी यहाँबाट निस्केको साथीहरू ढिलो भइसक्यो भनेर के भन्नु ढिलो भएको छैन होइन अल्छी लागिरहेछ यहाँको नाम छैन यहाँ छैन रहेछ यहाँ चाहिँ बाटोहरू बन्द रहेछ नि त त्यही भएर होला नामहरू राखेको छ नि अलिक त्यो भित्री बाटो रहेछ क्या यो दिदीहरूले तर कसरी पत्ता लगाउँछ कि यस्तो मिठो मिठो खानेकुरा त चटपटे खानालाई चाहिँ एकदमै पर्फेक्ट रहेछ है यहाँनिर